जेसुकै गर्नु तर जिन्दगीको 2 घण्टा चाहिँ आफूले आफूलाई दिनु है। गुड मर्निङ एभ्रिवान। यो म धुलीखेलसम्म 2 किलोमिटर जाने र 2 किलोमिटर आउने रनिङ गर्दै थिएँ। यो एकदमै उकालो छ, यो हिँड्ने बाटो मान्छेहरूलाई थाहा हुन्छ। यो बाटो पनि आज नन स्टप रनिङ गरेर ट्राई गर्दैछु। मर्नु नै जस्तो हुन्छ, ज्यानै जाला जस्तो हुन्छ। त्यस पछाडि माथि एक्सर्साइज गर्ने ठाउँमा यो खुट्टाको स्ट्रेचिङ गरेँ मैले। यो खुट्टाको स्ट्रेचिङ चाहिँ तपाईँले इच एन्ड एभ्रिथिङ कम्प्लिटली गर्नुभयो भने तपाईँको बडी चाहिँ एकदमै फ्लेक्जिबल हुन्छ है। त्यस पछाडि यहीँ मैले चाहिँ डेड ह्याङ गरेँ केही टाइम। डेड ह्याङ गरेँ, यो आज चाहिँ मेरो अप्पर बडी वर्कआउट भएको भएर डेड ह्याङ गरेँ मैले। यो डेड ह्याङ गऱ्यो भने चाहिँ तपाईँको स्पाइनदेखि यो ब्याकदेखि कोरको लागि पनि एक्सर्साइज हुन्छ। र घर आएर चाहिँ सबभन्दा फर्स्टमा यो भनेको नर्मल पुसअप, त्यस पछाडि रिभर्स ग्रिप पुसअप, त्यस पछाडि चेस्टकै लागि चाहिँ फ्ल्याट डम्बेल प्रेस र यो अप्पर सोल्जरको लागि यति गरेँ। र अरू चाहिँ मैले खिच्न पाइनँ। सब्सक्राइब गर्नुहोला। ओके बाई, हेभ अ ग्रेट डे।